हामी हाम्रो दैनिक जीवनमा ट्यालीभित्र विभिन्न उद्देश्यले भाउचरहरू बनाउँछौँ। मानौ हामी भाउचरहरूलाई रातो, हरियो, पहेँलो जस्ता रङले मार्क गर्न सक्यौं भनेपछि सम्झिन कति सजिलो हुन्थ्यो होला। साथै प्रत्येक रङहरूको एउटा नाम पनि जुन अलग अलग कारण जनाउने थियो। यसले पछि भाउचरहरूलाई केको लागि मार्क गरिएको छ बुझ्न सजिलो हुन्थ्यो। साथै रिपोर्ट हेर्दा जस्तै डेबुक वा लेजरमा रङले चिन्ह लगाइएका भाउचरहरू तिनीहरूको रङसहित देखिँदा तुरुन्तै बुझ्न र निर्णय गर्न सहयोग हुन्थ्यो। भाउचर कलर मार्कर यो टी डाटाद्वारा डेभलप गरेको एउटा एडोन हो जसले कुनै पनि भाउचरलाई तोकेको कलरको नामले मार्क गर्ने सुविधा दिन्छ। आउनुहोस् यो कसरी काम गर्छ हेरौँ। पहिले जुन भाउचरमा मार्कर युज गर्ने हो त्यो भाउचरलाई अल्टर गरी त्यसमा भएको फिचर एड कलर मार्कर इन भाउचर भन्ने अप्सनलाई यस गर्नुपर्छ। यसको लागि अल्टर मेनुमा जाने, भाउचर टाइप सेलेक्ट गर्ने अनि लिस्टबाट जुन भाउचरमा मार्कर अन गर्नु छ त्यो सेलेक्ट गर्ने। यहाँ मानौ पेमेन्ट भाउचर। अब एड कलर मार्कर इन भाउचर भन्ने फंक्सन नो लाई यस गर्ने अनि उपलब्ध कलर मार्कर र तिनका नामहरूको लिस्ट देखिन्छ। यहाँ सबै कलरका नामहरू पहिलेदेखि नै लेख्या हुन्छ, तैपनि तपाईँ यी नामहरूलाई चेन्ज गरी आफ्नो नामहरू दिन सक्नुहुन्छ। अब चेन्जलाई सेभ गर्नुपर्छ। यहाँ पेमेन्ट भाउचर भित्र न्यारेसन बक्स भन्दा माथि सेलेक्ट कलर मार्कर भन्ने अप्सन देखिन्छ। यसको लिस्टमा कलरहरू देखिन्छन् जुन मार्करको रङहरू हुन्। यहाँ आफूलाई चाहिने कलर सेलेक्ट गरी भाउचर सेभ गर्नुपर्छ। अब डेबुक वा लेजर रिपोर्ट हेर्दा जुन भाउचरमा हामीले कलर मार्कर सेलेक्ट गरेका थियौं त्यो सम्बन्धित कलरमा कलर नोट सहित देखिन्छ, जुन देखेर हामी वा अरू युजरहरू यो भाउचरलाई के गर्ने हो भन्ने कुरा हेर्न साथ सम्झिन सकिन्छ। अब डेबुक वा लेजरमा हामी F12 सेलेक्ट गरी जुन कलरको भाउचरहरू पनि फिल्टर गर्न सक्छौं। यो फिल्टर अप्सन सो कलर मार्क्ड भाउचर भन्ने फंक्सनमा उपलब्ध छ। Wow. भाउचरबाट कलर मार्क हटाउनु छ भने सम्बन्धित भाउचरलाई अल्टर गरी सेलेक्ट कलर मार्कर भन्ने अप्सनबाट नट एप्लिकेबल सेलेक्ट गर्नुपर्छ। टी डाटाको हाम्रो यो एड-अन हजुरलाई कस्तो लाग्यो? हामीलाई कमेन्ट गरी आफ्नो अमूल्य सल्लाह र सुझाव दिनुहोस्। च्यानललाई सब्स्क्राइब र लाइक गरी हामीलाई सहयोग गरी दिनुहुन हार्दिक अनुरोध छ। होस् त सिक्ने प्रयासलाई सधैँ जीवित राख्नुस्। स्वस्थ रहनुस्। फेरि भेटौला। धन्यवाद।